आज म चाहिँ नेपाल सरकार अर्थात् केपी ओली सरकार र कुलमान घिसिङको बारेमा थोरै एउटा सानो मेरो आफ्नो व्यक्तिगत धारणा राख्दैछु। कुलमान घिसिङ बर्खास्तपछि अब उहाँको फेरि पद फिर्ता हुने सम्भावना कति भन्ने बारेमा। अब कुलमान घिसिङले पहिलेदेखि राम्रो काम गर्दै आएका थिए, गर्दै पनि थिए। उहाँको राम्रो कामलाई नेपाल सरकारले पनि खासै विरोध गरेका होइनन्। तर यति चाहिँ के हो भने नेपाल सरकारले ल्याएका विभिन्न नराम्रा कामहरू, भ्रष्टाचार अथवा त्यस्तै भनौँ न विभिन्न अनैतिक कामहरूलाई चाहिँ कुलमान घिसिङले साथ दिएनन्, सपोर्ट गरेनन्। त्यो भएको कारणले कुलमान घिसिङलाई चाहिँ बर्खास्त गरेर उहाँलाई पदमुक्त गरेर चाहिँ नेपाल सरकारले जे भन्यो त्यो मान्ने व्यक्ति चाहिँ ल्याउने प्लान गरेका थिए नेपाल सरकारले। तर त्यसो भन्ने बित्तिकै उहाँ कुलमान घिसिङलाई बर्खास्त गरेको भए, पदमुक्त गरेको भए कुलमान घिसिङ चाहिँ अदालत जान सक्थे। अदालत गएपछि अदालतले सही निर्णय गरेको खण्डमा कुलमान घिसिङ फेरि फिर्ता आएर चाहिँ काम गर्न सक्थे। तर केपी ओली सरकार अब त्यति सोझो त कहाँ हुन्छ र। त्यही भएको कारणले पहिला केपी ओली सरकारले अदालतमा सेटिङ मिलाउनु भयो। अदालतमा सेटिङ मिलाइसकेपछि अब यहाँ विभिन्न 3 ठुला राजनीतिक दलहरूभित्र जसले विरोध गरेका थिए उहाँहरूलाई पनि ल्याएर चाहिँ 3 ठुला राजनीतिक दलहरूलाई पनि ल्याएर उहाँहरूलाई पनि सेटिङ मिलाउनु भयो। अब उहाँ दह्रो हुनुभयो। अब यहाँ विरोधीहरूलाई पनि सेटिङ मिलाउनु भयो, अदालतमा पनि सेटिङ मिलाउनु भयो। त्यसपछि बल्ल केपी ओली सरकारले चाहिँ कुलमान घिसिङलाई बर्खास्ती अथवा पदमुक्त गरियो। अब कुलमान घिसिङलाई पदमुक्त गरिसकेपछि कुलमान घिसिङको एउटै विकल्प भनेको उहाँ अदालत जाने हो। नेपालको अदालती प्रक्रिया अब हामी सबैलाई थाहा भएकै कुरा हो। त्यसमाथि राजनीतिक विषय जोडिएको मुद्दा आज अदालत गएर भोलि नै फैसला आउने कुरा होइन। त्यसैले अदालतमा अलरेडी सेटिङ मिलाइसकेको छ, त्यही भएर अदालत जानुहुन्छ। अब कुलमान घिसिङलाई पदमुक्त गरेको अथवा बर्खास्त गरेको कारणले नेपाल सरकारको विरोधमा, केपी ओली सरकारको विरोधमा सडकमा विभिन्न भिडहरू जम्मा भएका छन्, भिडहरू उत्पादन भएका छन्। ती भिडहरूले के बुझ्नु पर्यो भने केपी ओली सरकारले अदालतमा सेटिङ मिलाइसकेका छन्, ढुक्क भएर उहाँले बर्खास्ती गरेका हुन् भन्ने कुरा बुझ्नु पर्यो। त्यसैले यो भिडले चाहिँ पहिला यो अदालतको सेटिङ पनि भत्काउने कोसिस गर्दै यता विरोध गर्दै जानुभयो भने कुलमान घिसिङको पद फिर्ता हुने सम्भावना बढी छ। होइन भने अदालतको सेटिङ, यो भिडले अदालतको सेटिङ चाहिँ भत्काउन सकेन भने चाहिँ कुलमान घिसिङको पद चाहिँ फिर्ता हुने अथवा पद पूर्ण बहाली हुने सम्भावना चाहिँ एकदम न्यून देख्दछु। यो चाहिँ मेरो व्यक्तिगत धारणा हो, मेरो व्यक्तिगत विचार हो। मैले व्यक्तिगत विचार राखेको छु। त्यसैले अब यो विचारमा चाहिँ गाली चाहिँ नगरिदिनु होला। सबैको आफ्नो विचार हुन्छ। त्यही भएर मेरो चाहिँ यो चाहिँ व्यक्तिगत धारणा हो है त।